हिजो भर्खरै मैले एउटा मुभी हेरेको थिएँ, द केरला स्टोरी 2। यसको 1 पनि छ। यो फिल्ममा देखाएको छ कि कसरी एउटा मुस्लिम केटाले हिन्दू केटीहरूलाई फसाएर बिहा गर्छ अनि आफ्नो धर्ममा जबरजस्ती ल्याउन खोज्छ, मानेन भने मारिदिन्छ र त्यो केटीको फ्यामिलीको हालत के हुन्छ तपाईहरुले यो मुभीमा सबै देख्नुहुन्छ। र मोस्टली हिन्दू केटीहरूलाई मलाई लाग्छ कि यो मुभी हेर्नुपर्छ र हेर्नुभन्दा अगाडि चाहिँ यो भिडियोलाई पुरा हेरिदिने। र अहिले ट्रेन्डिङ के छ भने सबैजना कमाउनु जान्छ बाहिर, चाहे केटा होस् केटी होस्। हिन्दू केटीहरू प्रायः जस्तो मुस्लिम केटाहरूसँग लिभिङमा बस्ने गरेछ र लिभिङमा बस्दा कतिवटा केस तपाईँहरूले सुन्नुभएको होला, मर्डर भएको। मोस्टली हिन्दू केटी र मुस्लिम केटा जब लिभिङमा या लभमा हुन्छ, मुस्लिमले मारेर गएको, कता मारेर फ्यालिदिएको, फ्रिजमा राखेको, बहुत सा यस्तो केसहरू छ। र यस विषयमा म किन भिडियो बनाएको भने म तपाईहरुलाई कन्ट्रोल गर्नु होइन, तर तपाईहरुले कुनै पनि चीज गर्नुभन्दा अगाडि आफ्नो फ्यामिलीको बारेमा सोचेर गर्दिनु। त्यो केटालाई त जेल हुन्छ या सजा हुन्छ मलाई थाहा छैन, र गएको छोरी त्यो आमा बाउले के फेरि नानी पाउँछ आफ्नो? पाउँदैन। अब यो भिडियो हेरेर सबैले कमेन्ट गर्छन् कि सबै केटा त्यस्तो हुँदैन, र मैले पनि भनेको होइन कि सबै केटा त्यस्तो हुन्छ, तर कुनै पनि चिज गर्नुभन्दा अगाडि फ्यामिली सोच्ने पहिला, किनकि आफ्नो फ्यामिलीले कहिले पनि मेरो नानीको नराम्रो होस् कहिले पनि सोच्दैन। यो बात तपाईहरुलाई राम्ररी थाहा छ। र सबैजना यो फिल्म हेरिदिनु एकपल्ट। अब फ्यामिलीको बात गरौँ। हिजो अस्ति भित्रमै युपीकोमा इन्टरफेथ लभ केस भएको थियो, जसमा हिन्दू केटी र मुस्लिम केटाको हत्या भएको थियो। सबैले भने कि मुस्लिम केटाले केटीलाई मारिदियो, तर खासमा केस यस्तो भएको होइन। सबै सोशल मिडियामा भनेको कुरा साँचो हुँदैन, त्यसैले पहिला प्रपर केस जान्नुहोस्, कुनै पनि सोचलाई अगाडि बढाउनु भन्दा अगाडि। खासमा भएको यो थियो कि 19 वर्षको केटी र एउटा मुस्लिम केटा रिलेसनसिपमा थियो। उनीहरू दुईजनाले आफ्नो जीवन अगाडि बिताउने, सँगै बस्ने भनेर भागेको थियो, र केही दिनपछि नै दुईजनै गायब भयो। गायब हुनुको कारण पुलिस इन्भेस्टिगेसनमा भनिएको छ कि केटीहरूको परिवारलाई यो रिस्ता मन्जुर थिएन, त्यसैले दुईजनाको हत्या गरिदियो। आफ्नो बेटीको हत्या एउटा कास्टले गर्दा के यो राम्रो हो? त्यसैले परिवारहरूलाई पनि मेरोबाट गुजारिस छ कि यस्तो नगरिदिनुहोस्। आफ्नो छोरी खुसी छ उसँग, र खुसी बस्नु ठुलो कुरा हो, जातपात होइन। र यसरी हनर किलिङ गर्नु, समाजको सोचबाट आउने समस्या, या आफ्नो छोरीले आफ्नो इज्जत डुबाउँछ भनेर यस्तो कदम उठायो भने यसलाई सिधा मर्डर भनिन्छ। र मैले यो बात भन्नुको कारण हो भने चाहिँ मिसइन्फर्मेसन। मान्छेहरूले भिडियो बनाउँछ आधा सोचमा, या त धर्मलाई हाइलाइट गर्छ, या त लभलाई, या त केटालाई। तर कुनै पनि विषयमा निष्कर्ष निकाल्नुभन्दा अगाडि पुरा तथ्य बुझ्नुपर्छ। यसरी मिसइन्फर्मेसन भिडियो बनाउँदा चाहिँ के हुन्छ भने हिंसा पैदा हुन्छ मान्छेहरूको बिचमा। र यो भिडियोलाई यहाँ समाप्त गर्दै अब हामी मिल्नेछौँ अर्को भिडियोमा। सबैलाई भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।